मर्निङ वाक गरेर आउँदा के मस्त सूर्य उदाइरहेको के होइन पुरा खतरा देखेको के ओरेन्ज कलरको देखिएको होइन पुरै डाँडाकाँडा सब राखेको होइन हिमालमा त झन् बब्बाल भ्यू भइरहेको थियो कि होइन अझ झन् हिमालमा हिउँ हुने त झन् बब्बाल गाइस लास्ट बब्बाल देखिन्थ्यो कि भ्यू चाहिँ झन् माछा पुछेर धौरागिरी त बब्बाल देखिरहेको थियो कि होइन तर हल्का हिउँ मात्र नभएर होइन हिउँ हुने त बब्बाल देखिन्थ्यो अनि म घर आएर मस्त यहाँ क्यान दुगुरेको भन्नु होला होइन एउटा अङ्कल चाहिँ यो बक्साले राम्रो छ बक्सा के रहेछ भनेर हेरेको त पुरा 5वटा जति चल्ला पो रहेछन् होइन चल्ला पनि काला काला कोही एउटा मात्र सेतो के कुखुरासित पुरापुरी यहाँ दाना पनि आइरहेको थियो के एकैसाथ एक फ्री हुने जस्तै हो तर होइन है गाइस त्यसको चाहिँ पैसा परेको के अनि कुखुरालाई मात्र पुरा औषध ल्याएर त भन यहाँ घर बाख्रा भैँसिन्छन् तिनीहरूलाई नि औषध लिन गएको यहाँ औषध त यति दिएर पठाइदिएर तर यो औषधि कतिखेर खुवाउने मैले बिर्सिदिरहेको थिएँ नि के गाइस अनि घर आएर बहिनीलाई हेरेको मानेको हिँड्छन् अनि काँडा बोकेर हिँडेँ होइन पुरा अनि बहिनीलाई सुताएर म चाहिँ यहाँ पुरा यो के भन्छन् यो नाम त थाहा भएन होइन खाएको त पुरा बोलो जुबा केसरी भन्ने के पुचुक्कै थुकिदिएँ क्या तिहारी अनि यतिकै बसिरहेको थिएँ होइन पुरा यहाँ मारबरी कति हो माहा के काँडा खाने कि माहा जति मारे नि मर्दैन अनि मैले चाहिँ पुरा के सोचेँ होइन क्यार्ने यो वाला यी माहालाई भनेर सोचिरहेको अनि पछि आइडिया आएको यस्तो पोको बनाऊँ होइन सानो यस्तो पोका बनायो भने माहा हान्दैन भन्थ्यो कि त्यही भएर बनाएको होइन अनि आजको भिडियो यति नै थ्याङ्क यू फर वाचिङ बाई